एक्कासी टिचिङ अस्पतालमा भर्ना भए रवि लामिछाने। आखिर उनलाई के भयो त्यस्तो? दर्शकबिन, देशभर प्रतिनिधि सभा निर्वाचनको माहौल तातेको बेला राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने भने अस्पताल भर्ना भएका छन्। पार्टीका अनुसार लामिछाने मंगलबार काठमाडौँ स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज अर्थात् टिचिङ अस्पतालमा उपचारका लागि भर्ना भएका हुन्। रवि लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार माघ 5 गते जनकपुरमा आयोजित एक सार्वजनिक कार्यक्रममा सहभागी हुने क्रममा लामिछानेको देब्रे खुट्टामा सामान्य चोट लागेको थियो। सुरुमा सामान्य देखिएको उक्त चोट समयक्रममै बढ्दै गएपछि छालाको भित्री तहसम्म संक्रमण फैलिएको चिकित्सकहरूले बताएका छन्। संक्रमण थप जटिल हुन सक्ने जोखिम देखिएपछि चिकित्सकको सल्लाह अनुसार उनलाई अस्पताल भर्ना गरी निरन्तर निगरानीमा राखेको आचार्यले जानकारी दिएका छन्। सुरुमा साझा अस्पतालमा प्रारम्भिक उपचार गरिएको भए पनि संक्रमणको अवस्था मूल्याङ्कन गर्दै थप उपचारका लागि टिचिङ अस्पतालमा सारिएको हो। स्वकीय सचिव आचार्यले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै भनेका छन्, यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखी उपचार गराउन अनिवार्य भएको छ। त्यसै अनुसार सभापतिज्यू हाल त्रिवी शिक्षण अस्पताल महाराजगंजमा उपचाररत हुनुहुन्छ। चोट गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावना रहेकाले चिकित्सकको सुझाव अनुसार पूर्ण उपचार र स्वास्थ्यमा सुधार आएपछि मात्र लामिछाने नियमित राजनीतिक तथा सांगठनिक गतिविधिमा फर्किने जानकारी पनि उनले दिएका छन्। यसैबीच सभापति लामिछाने सार्वजनिक रूपमा नदेखेको विषयमा चासो, चिन्ता र शुभेच्छा व्यक्त गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै आचार्यले अस्पतालमा भेटघाट नगर्न आग्रह गरेका छन्। अन्य बिरामीको उपचार प्रक्रियामा असर नपरोस् तथा अस्पताल प्रशासनलाई हुन सक्ने असहजता मध्यनजर गर्दै भेटघाटका लागि अस्पताल नआइदिनु हुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछौं, आचार्यले उल्लेख गरेका छन्। रवि लामिछानेको स्वास्थ्य अवस्था बारे पार्टीले आवश्यक जानकारी नियमित रूपमा सार्वजनिक गर्ने जनाएको छ। पार्टी नेतृत्वको अनुसार लामिछानेको स्वास्थ्य सुधार प्राथमिकता भएकाले केही समय चुनावी अभियानबाट टाढा रहे पनि संगठनात्मक गतिविधि प्रभावित नहुने गरी वैकल्पिक व्यवस्था गरिएको छ।